मलाई आमाले दिएको चौबन्दी चोली, मलाई बाबाले दिएको ढाका पछौरी। भन्देऊ न सँगै हो कस्तो देखियो, भन्देऊ न सँगै हो कस्तो देखियो। मलाई दादाले दिएको झुम्काना, भन्देऊ न सँगै हो कति सुहायो, भन्देऊ न सँगै हो कति सुहायो। सुनको बाला ल्याइदिस्यो मलाई हजुर आमाले, मुगाको माला किन्दिस्यो मलाई हजुर बाबाले। सुनको बाला ल्याइदिस्यो मलाई हजुर आमाले, मुगाको माला किन्दिस्यो मलाई हजुर बाबाले। मलाई फुपूले दिएको सिरको सिरबन्दी, मलाई भाइले दिएको रातो गलबन्दी। भन्देऊ न सँगै हो कस्तो देखियो, भन्देऊ न सँगै हो कस्तो देखियो। मलाई दिदीले दिएको बुलाकी, भन्देऊ न सँगै हो कति सुहायो, भन्देऊ न सँगै हो कति सुहायो। यो लाने कति हो? सालीलाई भानी भेनाले पानी ल्याइदिस्यो पाउजु, आँखामा लाउने काजल ल्याइदिउँ भन्नुहुन्छ भाउजू। सालीलाई भानी भेनाले पानी ल्याइदिस्यो पाउजु, आँखामा लाउने काजल ल्याइदिउँ भन्नुहुन्छ भाउजू। मलाई सबैले दिएको चिनो लगाउँदा, मेरा सबै सबै अङ्गहरू सजाउँदा। भन्देऊ न सँगै हो कस्तो देखियो, भन्देऊ न सँगै हो कस्तो देखियो। मलाई नेपाली पहिरनमा सजिदा, भन्देऊ न सँगै हो कति सुहायो,
नसालो आहा कान्छी तिम्रो नसालो आँखा यो मन मेरो त्यतै गयो के भो दिमाखा कान्छी तिम्रो नसालो आहा कान्छी तिम्रो नसालो आँखा
कान्छी तिम्रो माया छ धेरै सातै जुनी भन्दिन म यो जुनीमा हौ मेरै कान्छी तिम्रो माया छ धेरै कान्छी तिम्रो माया छ धेरै सातै जुनी भन्दिन म यो जुनीमा हौ मेरै कान्छी तिम्रो माया छ धेरै कान्छी तिम्रो माया छ धेरै सातै जुनी भन्दिन म यो जुनीमा हौ मेरै कान्छी तिम्रो माया छ धेरै कान्छी तिम्रो माया छ धेरै छोटो छ पीर चिन्ता नगर न दिलमा तिम्रै फोटो छ कान्छी मेरो छुट्टी छोटो छ कान्छी मेरो छुट्टी छोटो छ कान्छी मेरो छुट्टी छोटो कान्छी मेरो छुट्टी छोटो छ पीर चिन्ता नगर न दिलमा तिम्रै फोटो छ कान्छी मेरो छुट्टी छोटो कान्छी मेरो छुट्टी छोटो छ
चोली लगाएर आँखैमा गजालु कहिले झर्यो तारा ताल भन हे मायालु कहिले झर्यो आमन्त्रित भावनाहरूलाई फेरि एकपल्ट नमस्कार गरे नमस्कार मैले सुनिन थ्याङ्क यू आज हामी हाम्रो सानो नानी शान्ति राणाको चोलोको कार्यक्रममा छौँ यो आजको कार्यक्रमलाई होस्ट गर्नुहुने वीर राणाजी बहिनी सीता राणाले हामीलाई यहाँ बोलाएर हामी बिचमा एक खालको रमाइलो बाटो सिर्जना गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म हामी कार्यक्रमलाई कति पनि ढिलो नगरिकन अगाडि बढाउन चाहन्छौँ किनकि हामीसँग धेरै हामी पाहुनाहरू छ हामीले अघिल्लो साल शुभकामना पनि दिनुपर्ने भएको हुँदा त्यो टाइम हामीलाई अलिकति धेरै लाग्नुहुन्छ त्यस कारणले हामीलाई छोटो अघिल्लो कार्यक्रम गर्ने प्रयत्न गरिरहेका छौँ यसर्थ म सिधै कार्यक्रमलाई सुरु गर्नको लागि चाहिँ सबभन्दा पहिला म यहाँ अब यो आजको विशेष बाबा हामी जसका लागि यहाँ उपस्थित भएका छौँ जेका लागि यहाँ उपस्थित भएका छौँ सानो नानी म स्यान्डीलाई यहाँ अगाडि कुर्सीमा राख्नको लागि म बहिनीलाई अनुरोध चाहन्छु सीता बहिनीलाई मलाई लाग्छ हामीलाई यहाँ जसले होस्ट गर्नुभएको छ सबैले पक्कै पनि उहाँको सबै फ्यामिलीहरूलाई चिनेका छैनौँ होला यसलाई सबभन्दा पहिला यहाँ उहाँको फ्यामिलीलाई म सबैका अगाडि चिनाउन चाहन्छु र म बोलाउन चाहन्छु सबैभन्दा पहिला शान्तिको बुवा वीरबहादुर राणाजीलाई त्यस पछाडि मम्मी सीता राणा यसै गरी म यहाँ बोलाउन चाहन्छु हजुरबुवा पूर्णबहादुर थापा त्यसैले म यहाँ बोलाउन चाहन्छु हजुरआमा मनकुमारी थापा म बोलाउन चाहन्छु दाजु स्यान्डीको दाजु लोकेन्द्र राणा अर्का दाजु सम्बुद्ध राणा ठुली आमा चन्दापुन बोलाउन चाहन्छु म यहाँ मामा गीत प्रसाद बुढाथोकी माइजू गीता बुढाथोकी साथमा बहिनी पनि मालविका बुढाथोकी बहिनी त्यसै गरी म बोलाउन चाहन्छु ठुलो बाबा निर्मल थापा ठुलो बाबा and at the last not least बच्चा प्रसून मगर मदित प्रसून मगर उहाँहरू हुनुहुन्छ क्यानाडामा एभाइलेबल वीर राणा र सीता बहिनीको फ्यामिली हुनुहुन्छ उहाँलाई सबैले एकपटक ताली बजाएर हौसला दिनुहोला सबैले अब यसै क्रममा अहिले आफ्नो केही शब्द राखिनु हुँदा म वीर राणाजीलाई अनुरोध गर्न चाहन्छु नमस्ते सबैजनालाई सबैजनालाई धेरै धन्यवाद भन्न चाहन्छु म हाम्रो यो नानीको त्यसको अनुसार हामी सबै कार्यक्रम गरेको सबैजनाले अब यति भयो त्यसमा धेरै धन्यवाद थ्याङ्क यू हामी कार्यक्रम छोटो गर्ने प्रयास गरिरहेका छौँ सबैजना फ्यामिली मेम्बर्सलाई धेरै धेरै धन्यवाद र आफ्नो ठाउँमा गएर दिनु होला थ्याङ्क यू नृत्य र केही गीतहरू यहाँहरूको पाँच पस्किने जमर्को गर्नेछौँ मलाई लाग्छ हामी सबैले गीतहरू नृत्य हेरेर गीत सुनेर पक्कै पनि हामीले मनोरञ्जन लिनेछौँ रमाइलो गर्नेछौँ र सबभन्दा पहिला पहिलो प्रस्तुतिको रूपमा म यहाँ बोलाउन चाहन्छु बहिनीहरू करिश्मा र
कृष्ण भन्छ दुईटा बहिनीहरू अत्यन्तै सुन्दर नृत्य प्रस्तुत गरेर गइसक्नु भएको छ। मलाई लाग्छ यो हलमा यहाँभित्रको हलमा मैले अहिलेसम्म देखेका मान्छेहरूमा 3 जना रमेश नाम गरेका मान्छेहरू छन्। अहिलेसम्म मैले यहाँ देखिरहेको छु 3 जना रमेश गरेका मान्छेहरू छन्। यही 3 जना रमेश नाम गरेका मान्छेहरूबाट
मान्छेहरू मध्येबाट एउटा अत्यन्त कर्णप्रिय स्वरका धनी मान्छे हुनुहुन्छ। यसर्थ म यहाँ बोलाउन चाहन्छु रमेश रेशमी। कर्णप्रिय गीतका लागि सुनु सुनु लाग्ने गीत उहाँले पस्किनु हुनेछ। मलाई लाग्छ यहाँले भरपुर आनन्द लिनुहुनेछ। हेलो, नमस्ते सबैजनामा। म रमेश रेशमी। विशेष गरी आज हाम्रो सानो चाहिँ भिडियो छोरी सेरोमनीमा आउनुहुन्छ सबै पाहुनाहरूलाई नमस्कार गर्न चाहन्छु। अनि साथै विशेष धन्यवाद दिन चाहन्छु हाम्रो सीता दिदी अनि प्रिय दाजु जहाँ मलाई यहाँ सम्झिदिनु भयो। यो खुसियालीको मौसममा म एउटा गीत चाहिँ हाम्रो सेन्डी नानीको लागि गाउन चाहन्छु। फर्स्ट अफ अल यो गीत चाहिँ सबैले स्वीकारिदिनु होला। थ्याङ्क यू। मायाको हकी गजु Sarah
धन्यवाद। आजलाई चाहिँ यति नै माफ गरिदिनु होला, मिस्टेक भयो।
Thank you. सर्वप्रथम त हाम्रो सानी छोरी स्यान्डी राणाको आजको गुनी छोरी कार्यक्रममा यहाँ बोलाइदिनु भएकोमा र सबैजना आउनु भएकोमा धेरै धेरै धन्यवाद। र अलिकति गीत गाउने प्रयास गर्दाखेरि मैले गीत गाइरहेको गीत रिहर्सल गरी नरहनु पर्ने गीत होइन, अनि नाच्न पनि मिल्ने गीत र सक्नु भयो भने ताली त मजाले बजाउनु गीत छ मायाको डोरीले दीपक बजारे त्यो गीत गाउँछु। नाच्न मन लाग्नेहरू मजाले आउँदा हुन्छ है त। मोरीलाई बाँधिया जपे नाच गाउन मन लाग्यो सोचो नरनारा रिम्झिमे रातैमा दयामा डुबेर भनौँमा कसरी माया तिम्रै नै हो म सोचो नरनारा कस्तो राम्रै सुनिरहेको
कति हो कि भन्ने है 1 2 3 4 भन्दै सबैले एकैचोटि गाउनु है त प्रकृतिले मलाई जन्म दियो कि तिम्रो सिउँदोमा सिन्दुर भर्न प्रकृतिले मलाई जन्म दियो कि तिम्रो सिउँदोमा सिन्दुर भर्न मिक्स गीतमा एउटा नृत्य रहेको छ यो नृत्य लिएर आउँदै हुनुहुन्छ बहिनी सुशान्त रामजाली
लागि बोलाउन चाहन्छु। म क्यानाडा आइसके पछाडि लगत्तै दाइसँग मेरो भेट भएको थियो। दाइ र मैले केही समय सँगै पनि काम गऱ्यौँ। दाइको जोस आज पनि म उति नै देख्छु जति बेला मैले पहिलोचोटि दाइलाई भेटेको थिएँ। त्यही जोसमा गीत गाउनुहुन्छ, त्यही जोसमा हामीलाई नचाउनुहुन्छ। मलाई लाग्छ आज दाइको गीतमा पक्कै पनि हामी सबैजना नाच्छौँ होला, नाच्नुपर्छ। सबभन्दा पहिला त म आजको होस्ट वीरबहादुर राणा र सीता बहिनीलाई नाच्नको लागि पनि म आमन्त्रण गर्न चाहन्छु र यहाँ अहिले मैले बोलाउन चाहन्छु हाम्रा आदरणीय दाइ रामकाजी मोक्तान। थ्याङ्क यू रमेशजी। दुःखको गीत हो, दुःखको गीत के गाउँ आज सुखको यस्तो बेलामा। होइन दाजु, मनको कुरा नखोली हुन्न आफन्तको भेलामा। हजुर, हामी सबै आफन्तको भेलामा हाम्रो वीरजीको छोरीको यस्तो शुभ कार्यमा हामी सबै भेट हुन पाएका छौँ। थ्याङ्क यू सो मच वीरजी र बहिनीलाई हामीले आमन्त्रण गर्नुभयो अनि हामी यसरी बस्न पाएका छौँ। तपाईँहरू सबै रमाउँदै हुनुहुन्छ? हामीले अब मिठो मिठो स्वादिष्ट भोजन पनि खायौँ अनि पिउँदैछौँ। त्यतिले मात्र पुग्छ र? त्यसलाई डाइजेस्ट पनि गर्नु परेन? नत्र भने त भोलि फेरि बिहान बिहानै दौड्नु पर्ला। आजकल दौड्नु नै गाह्रो छ, जिमतिर जानु पर्यो। त्यस कारण भोलि बिहान दौड्नु यस्तो चिसोमा दौड्नुको सट्टा, जिममा जानुको सट्टा आज मजाले एक्सर्साइज गरौँ न। हुन्छ हजुर? ल नाचौँ हजुर सबैजना। म एउटा मेरो आफ्नै गीत गाउन चाहन्छु, जुन गीत मैले आजभन्दा 15 वर्ष अगाडि रेकर्ड गराएको अनि त्यो गीत चाहिँ मैले क्यानाडामा एउटा म्युजिक भिडियो पनि बनाएको छु। हाम्रो ईश्वर थापाजीले म्युजिक भिडियो निर्देशन र छायाङ्कन गरिदिनु भएको थियो। त्यो गीत मेरो आफ्नै गीत गाउन चाहन्छु। म कुनै प्रोफेसनल सिङ्गर होइन, खालि गीत र सङ्गीतै मन पराउने एउटा व्यक्ति मात्र हो, खालि प्रयास मात्र हो। त्यसकारण मेरो गीत बिग्रिन सक्छ, बिग्रियो भने अन्यथा नसम्झिदिनुहोस्, माफ गरिदिनुहोस्। हुन्छ हजुर?
पनि अङ्कको धन पनि घुम्दै आयो मायाको मन पनि अङ्क गाइदिने अझै बिर्सेको छैन सोचिने अङ्कको धन पनि घुम्दै आयो मायाको मन पनि अङ्क गाइदिने अझै बिर्सेको छैन सोचिने अङ्क गाइदिने अझै बिर्सेको छैन सोचिने
हामी सबैलाई छ त हामीसँग समय छैन, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। समय घटिसकेको छ, हामीसँग शुभकामनाको कार्यक्रम अझै बाँकी छ, खानपिनको कार्यक्रम बाँकी छ, फ्लोर डान्सको कार्यक्रम पनि बाँकी भएको हुनाले यो कार्यक्रम यहीसम्म आएर सबैले हामीलाई रमाइलो गरिदिनु हुने हाम्रा कलाकार बहिनीहरू, दाजुहरू, भाइहरू सबैजनालाई धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छौँ। र लगत्तै अब हामी स्यान्डी, आजको विशेष पात्र स्यान्डी राणालाई म यहाँ अगाडि कुर्सीमा बोलाउन चाहन्छु। बहिनी सीता राणा र बुवा वीरबहादुर राणालाई पनि म अगाडि बढाउन चाहन्छु। र हामी लगत्तै हामी यो शुभकामना वेल विशिङ कार्यक्रम सुरु गरिहाल्छौँ, किनकि अहिले 9 बजिसके 10 बज्दै भर्खरमा छ र खाना पनि खुलेको हुनाले यहाँहरू पनि खाना पनि सक्नुहुन्छ। र हामी खानाको साथसाथै यो शुभकामना, यो ब्लेसिङ, खास गरी ब्लेसिङको कार्यक्रम हामी सुरु गर्छौँ।